हेलो गाइज वेलकम टु माई नारायणजी टेम्पल व्लग। आज हामी चाहिँ छक्का पञ्जा 4 हेर्न जाँदैछौँ होइन। त्यस फिल्ममा के कस्तो हुँदैछ, अब नाइट सोको लागि हामी जाँदैछौँ होइन। यसो भ्लग गरौँ भनेको बेइज्जत मात्र लाग्ने कि के गर्ने, मान्छेहरू चारैतिर देख्ने, त्यही भएर के गरौँ भएर पनि होइन भ्लग गर्न स्टार्ट गरेको होइन। अब हामी नाइट सो हेर्नको लागि जाँदैछौँ होइन। अब के हुन्छ हेरौँ, हलमा अब लागिसक्यो होइन। हामीले चाहिँ अब टिकट काटेर चाहिँ माथि जाँदैछौँ होइन, माथि जाँदैछौँ। तर मैले त फिल्म सुरु भएर पनि कटिसक्यो होला भनेको त हेरौँ, अब भित्र जाऊँ अब थाहा हुन्छ होइन। फिल्म चाहिँ सुरु नभएको रहेछ, अब हुन्छ होला फिल्म चाहिँ सुरु होइन। मात्र हानेको छ त कपी क्लिम मात्र के सोचेको? अब तिमीसँग दुईटा उपाय छ हेर, कि खुक्क बिर्सौ कि मलाई छोड। मतलब यो दोस्रो गुन्डा नायक दिग्विजय सिंहको हात रहेको बताइन्छ। हल्ला सुरु गरियो यसरी भित्र हाल्ने यस्तरी हाल्ने यता जाने जहाँ अरू निस्किएन क्या अरू निकाले देखाएको क्या के गर्नु ऊ छेउमा बस्ने ऊ भन्दा सानो कक्षा एका छैन कसले कार्यकारी छैन। गाइज फिल्म सकिसकेको छ होइन। अब फिल्म चाहिँ एकदम राम्रो लाग्यो कि मलाई त। रवि लामिछानेको बारेमा सेम फिल्म बनाए जस्तो छ होइन। तपाईँहरूले पनि फिल्म हेर्न छुटाउनु भएको छ भने एकपटक हेर्नै पर्ने फिल्म।